हेलो एभ्रिवान, सबैजनालाई जय मसी। फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। आफ्टर लङ टाइम धेरै पछाडि म ब्लगमा आएको छु। अनि आज चाहिँ म कहाँ आएको छु भन्दा चाहिँ सम्मल डाँडा रहेको छु ठाउँको नाम। अनि आज चाहिँ जवानहरू सङ्गति चर्चबाट चाहिँ हाम्रो पास्टर दिपिका भाउजूले चाहिँ हामी जवानहरूलाई ल्याउने कुरा भएको छ र सबैजनाले पैसाहरू उठाएर हामी आज सङ्गति चाहिँ आज शनिबार हो, 2000 विक्रमसम्म 2081 साल चैत 16 गतेको दिन आज हामी यस स्थानमा सङ्गति गर्नेछौँ र केही भोजनहरू चटपटीहरू हामी बनाएर खानेछौँ र तपाईँहरूलाई म देखाउनेछु र तपाईँहरूले आशा छ इन्जोय गर्नुहुनेछ। आज त शनिबार, जाने बेला भयो सङ्गति। सबैलाई जय मसी, मेरो दाजुभाइ दिदीबहिनी जसले हेर्दै हुन्छ। हाम्रो लेडाङ चाहिँ यस्तो छ र यहाँदेखि स्थान चाहिँ यसो देखिन्छ। केही हाम्रो भाइ बहिनीहरू पनि आइसक्नु भएको छ। म उहाँहरूको परिचय दिन चाहन्छु। यहाँ हुनुहुन्छ हाम्रो बुनु सम्झना लिम्बू, यहाँ हुन्छ हाम्रो भाइ शरण राई, अनि फेरि के अहिलेको भएन। यहाँ हुन्छ तिलक, यहाँ हुन्छ हाम्रो सुदीप भाइ, ल यहाँ हाम्रो साथीहरू पनि आइपुग्नु भयो। यहाँ हुन्छ हाम्रो अनुसा बुनु, जयमसी गरिदिनु न। यहाँ हुन्छ हाम्रो रोजिना मिस, जयमसी गरिदिनु न। हामी सबैजना भेट भइसकेको छौँ अहिले, तपाईँहरू देख्न सक्नुहुन्छ। सबैजना पर हुन्छ, म चाहिँ आएको छु। आजको सङ्गति हामी यस स्थानमा गर्नेछौँ। हाम्रो भाइहरू त हुन्छ। ल सबैजनालाई स्वागत छ है ब्लगमा। जयमसी कता हिँडेको? जयमसी भाइहरू, ल भाइहरू जयमसी, दुईवटा भाइहरू। हामी यहाँ आगो बालिसक्यौँ। म तपाईँहरूलाई मेरो पास्टरको इन्ट्रोडक्सन गर्न चाहन्छु। यहाँ हुन्छ हाम्रो दिपिका भाउजू, मेरो पास्टर। जय मसी। हामी सबैजना आइसकेको छौँ अहिले। स्कुलमा गरेको बुद्धिमानीले घर चट्टानमा बनायो र निर्बुद्धिले घर बलौमाथि बनायो। हाम्रो सङ्गति जवान सङ्गति सकिसकेको छ र आजको जवान सङ्गतिमा वचन थियो, वचन सुनेर पालन गर्ने हो, आफूलाई धोका दिने नहुँ। काश परमेश्वरको वचन मेरो शरीर, मेरो विवेक, मेरो तन मनले पालन गर्थेँ र परमेश्वरको कृपा, परमेश्वरकै अनुग्रहमा हामी जीवित छौँ अहिलेसम्म। कुन गीतको धुन हौ? मोसेस भाइ हुन्छ, जयमसी। यहाँ हुन्छ हाम्रो निशान भाइ, अल द वे फ्रम आसाम। बहिनीहरू चटपटी पाउँदै हुन्छ। मासु चाहिँ यहाँ बन्दैछ हाम्रो। मेक इट भेरी यम्मी, ओके? हो, चाहिँ हामी खाजा खाँदैछौँ। भाइहरू यहाँ खाँदै हुन्छ। मिठो छ नि चटपटी? बहिनीहरूको टिम यहाँ छ। नुन कमी भयो अरे चटपटीमा। मिठो छैन चटपटी सबैजना? ल भाइहरू कस्तो छ चटपटी? अहिले चटपटी खाइसकौँ कि त्यहाँदेखि चेकको सबै पुलिस आइसकेको छ, खाउँ ल।
छैन त रहेछ स्प्राइटै यहाँ चाहिँ स्प्राइट मैले खाइसकेको तर ल अहिले चाहिँ हामी सबैजना सेकुवाको लागि पर्खिरहेछौँ सेकुवा चाहिँ यहाँ पाक्दैछ तपाईँ देख्न सक्नुहुन्छ हामी सबैजना वेटिङमा छौँ भएन सेकुवा कति छ त्यहाँ त घर लानुपर्छ ल म यहाँ सेकुवा बनाउनेहरूको म परिचय दिन चाहन्छु यहाँ हुन्छ हाम्रो आर्जल भाइ यहाँ हुन्छ हाम्रो दर्शन भाइ हाम्रो चर्चको एकदम एक्टिभ युथ हुनुहुन्छ यहाँ हुनुहुन्छ हाम्रो जोनाथन उसले पनि राम्रो ल यहाँ हुन्छ हाम्रो चर्चको हिरो भाइ यहाँ हुन्छ हाम्रो तिलक अघि नै मैले परिचय त दिइसकेँ यहाँ हुन्छ हाम्रो आर्य बुनो जयमसी यहाँ हुन्छ हाम्रो सृष्टि बुनो यहाँ हुन्छ हाम्रो प्रवेश यता भाइको नाम त के हो नयाँ भाइको यहाँ हुन्छ हाम्रो विराज भाइ जयमसी गर नि ल हाम्रो सेकुवा पनि अब तयार भइसकेको छ अब हामी खान गइरहेछौँ यहाँ भाउजूहरूले तयार गर्दै हुन्छ सबै मैले बनाएको होइन हाम्रो रोजिना मिसले बनाउनु भएको होइन सबै हजुर कस्तो छ यसरी खाएर चाहिँ प्रशंसा मिस कसरी हुन्छ नि म भर्खर स्टार्ट गर्दैछु सर बोलिने छैन फेरि पिडी कस्तो छ रोजिना मिस रोजिना मिस अरे प्रशंसा मिस गाउने भाका स्वर्ग र पृथ्वी सृजने परमेश्वरले सुन्नुहुन्छ छिटो मिठोमा हुनेको भावना बुझ्नुहुन्छ स्वतन्त्रताको आर्जल भाइको कुन हो मेरो त उठिसक्यो नि दाइ यहाँ छ मेरो खाने चाउमिन छ यो आलु छ सर लैजाने सेला सर आर्जल भाइले आइसक्रिम पनि दिएको छ चेस 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 ल आजको दिन हाम्रो सकिएको छ र हामी चाहिँ घरतर्फ जानु लागिरहेछौँ तर घरमा जानुभन्दा अगाडि हामी चाहिँ एउटा ग्रुप फोटो खिच्न गइरहेछौँ र जतिजनाले मेरो भिडियो हेरिदिनु भयो सबैजनाले मेरो ब्लग हेरिदिनु भएको लागि म तपाईँलाई धन्यवाद चढाउँछु र अहिले हामी सबैजना घर जाने बेला भएको छ सबैजनालाई थ्याङ्क यू सो मच बाई बाई एभ्रिवान बाई ल सबैजना यहाँ बाई भनिदिनु न बाई बाई इट्स टाइम टु गो होम